धेरैले सोध्ने प्रश्न, फेसबुकमा कति फलोअर्स भयो भने अथवा कति फलोअर्स पुग्यो भने चाहिँ फेसबुकबाट अर्निङ गर्न सकिन्छ भनेर धेरैले प्रश्न गर्नुहुन्छ। यसको चाहिँ एक्ज्याक्ट एन्सर चाहिँ छैन है, यति फलोअर्स चाहिन्छ भनेर अहिले चाहिँ फेसबुकले तोकेको छैन। पहिला चाहिँ 10,000 फलोअर्स हुनैपर्छ भन्ने थियो, तर अहिले चाहिँ 10,000 फलोअर्स नपुगेको पनि कन्टेन्ट मोनिटाइजेसन इनेबल भइसकेको छ। अब फेसबुकमा चाहिँ धेरै किसिमबाट अर्निङ गर्न सकिन्छ है, सबैको फरक फरक आफ्नो आफ्नो योग्यता छ। अब त्यो योग्यता पुरा गर्नलाई हजुरले के गर्नुपर्छ भनेपछि हजुरले आफ्नो ओरिजिनल कन्टेन्ट चाहिँ रेगुलर रूपमा चाहिँ अपलोड गरिरहनुपर्छ हैन। तपाईले अरूको भिडियोहरू ल्याएर कपी पेस्ट गर्न भएन, कुनै गानाहरू हुन्छ नि, कुनै फिल्मको सिनहरू त्यस्तो हाल्न भएन जसमा चाहिँ कपिराइट लाग्न सक्छ र त्यहाँबाट हजुरको अर्निङ हुँदैन। हजुरलाई चाहिँ कन्सिस्टेन्सी आफूले यसरी बोलेर भिडियो बनाउनुस्, आफ्नै भोइस ओभरमा भिडियो बनाउनुस्, हजुरको भिडियो चल्ने चान्स अलि बढी हुन्छ। यसरी कन्टेन्ट बनाउनु भयो, हजुरले फेसबुकमा पोस्ट पनि गर्नुभयो हैन, टाइटल राख्नुभयो, डिस्क्रिप्सन राख्नुभयो, एउटा राम्रो स्ट्याटस लेख्नुभयो, त्यसपछि के गर्ने? त्यसपछि गर्ने भनेको जुन हजुरको अडियन्सहरुले चाहिँ कमेन्ट गर्छ, त्यो कमेन्ट गर्नुभएको अडियन्सको तुरुन्त रिप्लाई गर्ने, अडियन्ससँग चाहिँ एन्गेज हुनुपर्छ, अनि बल्ल हजुरको भिडियो अझ भाइरल हुने चान्स हुन्छ। बेला बेलामा आफ्नो फेसबुकको हैन प्रोफेसनल ड्यासबोर्ड पनि ओपन गर्ने, अनि त्यहाँ चाहिँ एनालाइज गर्ने हजुरको कुन भिडियोमा कति भ्युज आएको छ, कम भ्युज आएको छ, यसमा कम किन आएको छ भनेर त्यहाँ लेखिदिन्छ हैन। हजुरको टाइटल अलि मिलेन, कम भयो, टाइटलको लेन्थ कम भयो, अनि स्ट्याटस हजुरको अलि मिलेन, अलि लामो लेख्नुस्, यस्तो यस्तो तरिकाले हजुरले म सजेस्ट गरेको हुन्छ। त्यही भएर हजुरले एनालाइटिकल पनि त्यहाँ हजुरले एनालाइज गर्नुपर्छ, प्रोफेसनल ड्यासबोर्ड चाहिँ खोलेर हेरिरहनुपर्छ, चेक गरिरहनुपर्छ। यसरी गरी हजुरले भिडियो बनाउनु भयो भने हजुरले फेसबुकबाट छिटै नै अर्निङ गर्न सक्नुहुन्छ। यस्तै जानकारी पाउन चाहनुहुन्छ भने मेरो पेजलाई चाहिँ फलो गर्नुहोला।